नमस्ते। आज हामी चाहिँ एन्फोको लेसन 26 को ग्रामर सिक्दैछौँ। लेसन 26 मा चाहिँ न देश छ। न देश भन्नाले कारणलाई वा बोल्न चाहेको कुरालाई विस्तृत वा प्रभावकारी क्याजुअल फर्ममा भन्नुपर्दा न देशको प्रयोग गरिन्छ। तर हाम्रो साधारण बोलीचालीको भाषामा चाहिँ न देशको सट्टामा न देशको बढी प्रयोग गरिन्छ। जस्तै न देशमा परिवर्तन गर्ने तरिका चाहिँ जसरी हामीले यहाँ 5 को 20 लेसनमा प्लेन फर्ममा गरेर गएको थियौँ त्यसरी नै न देशमा परिवर्तन गरिन्छ। त्यो प्लेन फर्म प्लस न देशको परिवर्तन गरिन्छ। भर्बलाई प्लेन फर्ममा लैजाने र न देश थप्ने। इकेओसीलाई पनि प्लेन फर्ममा लैजाने र न देश थप्ने। ना केओसीमा पनि प्लेन फर्ममा लैजाने र नाम देश थप्ने। ना केओसी र नाउनको चाहिँ हामीले प्रेजेन्ट पोजिटिभको दामा भएको प्लेन फर्मलाई चाहिँ नाममा परिवर्तन गर्नुपर्दछ। जस्तै न देशका भन्नाले चाहिँ हामीले के भन्दाखेरि वक्ताले सुनेको अथवा देखेको कुराको कारणको अनुमान गर्न अथवा जानकारी लिनको लागि यो स्वरूपको प्रयोग गरिन्छ। जस्तै हामीले क्लासमा पढ्दै गर्दाखेरि कुनै साथी चाहिँ एकदमै सिपालु जस्तो लाग्यो होइन, त्यसलाई चाहिँ सबै कुराको एन्सर आयो, आफ्नो मनमा चाहिँ केही जिज्ञासाहरू लाग्यो। जस्तै यो कहिले आएको रहेछ, हिजो निहुने कि तानेसका भनेर चाहिँ उसँग क्वेसन गर्न मन लाग्यो कि कहिले जापानतिर आउनुभएको हो भनेर। जस्तै कसैको राम्रो झोला देख्यो अथवा केही सामान देख्यो होइन, झोलाको ठाउँमा अथवा घडी हुनसक्छ, टाई हुनसक्छ, सर्ट हुनसक्छ, त्यसलाई सोद्धाखेरि चाहिँ सुते किन खावान देश्ने भनेर प्रयोग गर्न सकिन्छ क्या। सुते किन खावान देश्ने, दोकोले खातान देशका, कस्तो राम्रो झोला है, कहाँबाट किन्नु भयो भनेर सोद्धाखेरि पनि यसको प्रयोग गरिन्छ। जस्तै अर्को छ यो केही कारणको बारेमा जानकारी पाउन मन लाग्यो। जस्तै कुनै कुरा किन भयो भनेर कारण खुलाउनु, कसैसँग कारण खुलाउनु पर्दा अथवा कारणको बयान गर्दा पनि यसको प्रयोग गर्न मिल्छ भनेको छ। जस्तै दोषितान देशका भनेर त्यहाँ देख्न सक्नुहुन्छ के भयो भनेर सोधेर कि आत्माका इताइन देश टाउको दुखिरहेको छ। जस्तो दोषिते ओकुरेतान देशका किन ढिला भयो होइन, नाका बासुगा कोनाका तान देश सजिलोसँग बस आएको थिएन। तर यो न देश चाहिँ हामीले सत्य तथ्य कुरामा चाहिँ प्रयोग गर्न मिल्दैन। जस्तै मेरो नाम मिरा रिमा हो भने वातासिवा रिमा देश भनेर चाहिँ प्रयोग गर्न मिल्दैन है। वातासिवा मेरो नाम चाहिँ रिमा हो, वातासिवा रिमा देश भनेर चाहिँ प्रयोग गर्न मिल्छ। वातासिवा रिमा नाम देश भनेर चाहिँ प्रयोग गर्न चाहिँ मिल्दैन। ल आजलाई यति नै। यसको अझै थोरै ग्रामर रहेको छ, त्यो चाहिँ हामी अर्को भिडियोमा अपलोड गर्नेछौँ। हस्त धन्यवाद।